वक्रतुंड महाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः गुरुर्साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः। त्वमेव माता च पिता त्वमेव बन्धुः सखा त्वमेव नमस्ते 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 त्यो दाइ सुन्नु त यता बुवा एउटा भजन गाउने त्यो पहिला यसो वाद्यवादन पूजा गरिदिनु उहाँहरूलाई बराउने गर्नु त जानु 5 वटा रोक लो कुमार परिवार आदरणीय बाबा माता सबसे भाई के जितने सर्वण होते हैं हमें सासर पर नाम यहाँ को आंगन महानी बनी एउटामा मात्र यसो गर्नु न और सामने आदरणीय कुंवर परिवार द्वारा आयोजित यो श्री गणेश पुराण सदैव गुरुदेव के स्मरण में सुंदर अग्र नाम संकेत और हम ईश्वर में सभी जगह सोई स्थान देखिए भगवान ने धारण करके सर्व करने वाला विशेष संभव समय में मेरे यहाँ समाज वाले सादर आदर उद्देश्यों जो धर्म मार्ग मार्ग सभी जगहों से भी इस मंच में प्रस्तुत जहाँ बारे सुन भगत सोई स्थान पर वाले सर्व करने वाला भक्त वैसे भगवान को जय हो। ओम जय जय ओम जय जय हरि ओम हरि ओम गणपते नमो नमः श्री सिद्धि विनायक नमो नमः अष्ट विनायक नमो नमः गणपति बाबा नमो गणपति नमो नमः श्री सिद्धि विनायक नमो नमः अष्ट विनायक नमो नमः गणपति बाबा नमो
अष्टविनायक नमो नमः गणपति बप्पा मोरया ओम गणपते नमो नमः श्रीकार्य विनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बप्पा मोरया ओम गणपते नमो नमः श्री कमल विनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बप्पा मोरया गणपति नमो नमः श्री श्री विनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बप्पा मोरया गणपते नमो नमः श्री सूर्य विनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बप्पा मोरया ओम गणपते नमो नमः श्री सूर्य विनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बप्पा मोरया ओम गणपते नमो नमः श्री जल विनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बप्पा मोरया श्री भगवान को अष्टविनायक नमो नमः गणपति बप्पा मोरया ओम गणपति नमो नमः श्री जल विनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बप्पा मोरया ओम गणपति नमो नमः श्री मुक्ति विनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बप्पा मोरया ओम गणपति नमो नमः श्री सिद्धि विनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बप्पा मोरया गणपति बप्पा मोरया गणपति बप्पा मोरया गणपति बप्पा सिद्धि गणेश भगवान को राधारमण भगवान को व्यस्तरी गुरुदेव महाराज को संपूर्ण गुरु वर्ग हरो को अपना कुल पितृ हरो को भक्तों भगवान को आदरणीय गुरुवा माता श्री विजय यदि ब्रह्मेश्वर से गुरुदेव व्यासमान विराजमान हुनुहुन्छ अब कुछ समय आदरणीय गुरुदेव को मुखारबिन्दबाट बग्ने अत्यन्त रसमयी कथा वजनदार वाणीहरू हामीले श्रवण गर्नेछौँ। सबैजना यो महान अवसर नगुमाउनु होला। बाहिरबाट स्वस्ति श्री मंगलमूर्तये नमः। लक्ष्मीनाथ समारंभां नाथयामुनमध्यमाम् अस्मदाचार्यपर्यन्तां वन्दे गुरुपरम्परा। यो नित्यमच्युतपदाम्बुजयोगमरुक्मा व्यामोहतस्तदितराणि तृणाय मेने।
अस्मद्गुरोर्भगवतोऽस्य दयैकसिन्धो रामानुजस्य चरणौ शरणं प्रपद्ये। श्रीवैष्णवान्वयपयोनिधिपूर्णचन्द्रम् श्रीमानशैलयमिनां करुणैकपात्रम् श्रीनिवासचरणाम्बुज भृङ्गराजम् श्रीराघवेन्द्रगुरुवरेय महं श्रयामि। श्रीराघवेन्द्रगुरुवरेय महं श्रयामि। ध्येयं सदा परिभवग्नमवेष्टदोहम् तीर्थास्पदं शिवविरिञ्चिनुतं शरण्यम्। वृत्यार्देहं व्रणतपालभवाब्धिपोतम् वन्दे महापुरुषते शरणारविन्दम्। वन्दे महापुरुषते शरणारविन्दम्। श्रीविघ्नेशपुराणसारमुदितं व्यासाय धात्रा पुराः विधिना व्यासेन बुद्ध्यापतये। संकष्ट्यास्य विनायकस्य च मनो स्थानस्य तीर्थस्य वै दुर्वाणामहिमेति भक्तिचरितं तत्पार्थिवस्यार्जनम्। तेभ्यो येर्यदभीप्सितं गणपति तत् प्रतोष्णो ददौ ता सर्वान् समर्थ एव कथितुं ब्रह्मा कुतो मानव। विघ्नेश्वराय वरदाय सुरप्रियाय लंबोदराय सकलाय जगदिताय नागाननाय श्रुतियज्ञविभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते। लंबोदरं वरं सुन्दरमेकदन्तम् रक्ताम्बरं त्रिनयनं परमं पवित्रम्। ओ देवाकरनिभोज्ज्वलकान्तिकान्तम् विघ्नेश्वरं सकलविघ्नहरं नमामि।
विघ्नेश्वरं सकल विघ्नहरं नमामि। ब्रजे वसन्तं नवनीतचौरं गोपाङ्गनानां जदुकूलजौरम् अनेकजन्मार्जितपापचौरम् सौराग्रगण्यं पुरुषं नमामि। सौराग्रगण्यं पुरुषं नमामि। श्री गुरुचरण कमलेभ्यो नमः। श्री माता पितृ चरणकमलेभ्यो नमः। श्री कृष्ण गोविंद हरे मुरारे, हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविंद हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविंद हरे मुरारे, हे नाथ नारायण वासुदेव। Krishna
कृष्ण गोविंद हरे मुरारी हे नाथ नारायण वासुदेव श्री कृष्ण गोविंद हरे मुरारी हे नाथ नारायण वासुदेव हे नाथ नारायण वासुदेव हे नाथ नारायण वासुदेव नारायण वासुदेव नारायण वासुदेव श्री कृष्ण हरे मुरारी श्री कृष्ण श्री कृष्ण हे नाथ नारायण वासुदेव हे नाथ नारायण वासुदेव हे नारायण वासुदेव गोविंद हरे श्री कृष्ण नाथ नारायण वासुदेव श्री कृष्ण नाथ नारायण बोल सिद्धि विनायक भगवान को कृष्ण कन्हैया लाल को श्री गणेश महापुराण को जय जय श्री राधे। अकारण करुणावरुणालय भक्तवांछा कल्पतरु तड़ित पीतांबरधारी रासरासस्र रासमंडिता वृंदावन विहारी यमुनांतचारी भक्त भय भंजन भक्त मनोरंजन गोपी चित्तचोर चंद्रचकोर नवल किशोर अनंत कोटि ब्रह्मांड नायक परात्पर अखिलाधार अखिलेश्वर भगवान श्रीमन्नारायण को दिव्यपादिगल चरण में अनंत अनंत साष्टांग वंदना कर दे। भगवान को असीम अनुकंपा असीम कृपा को माध्यमबाट आदरणीय बुवा चंद्र बहादुर कुंवर लगायत सपरिवार माताजी वहाँका सुपुत्रहरू वहाँका पुत्रवधूहरू सपरिवार सहित यो आयोजना भएको श्री गणेश पुराणको दिव्य पावन रसधाराको आज पूर्वाङ्ग सत्रदेखि द्वितीय दिवसमा हामी आसन भएका छौँ। हाम्रो टाइम टेबल अलि मिलेको छैन, समय तालिका जे छ त्यही अनुसार भइदियो भने अलि बढी रमाइलो हुन्छ हैन। तैपनि ठिकै छ, आज प्रथम सत्र हो, भोलिबाट यसलाई मिलाउने कोसिस गरौँला। भगवान को अनन्य कृपा, श्री गणेश जी को अनन्य आशीर्वाद, अनन्य कृपा को माध्यमबाट आज आफ्नै गृहका प्राङ्गणमा कलकल निराधिनी पतित पावनी गणेश पुराणको सुधाहरू बग्न थालेको छ। यो काष्ठमण्डपको अत्यन्त पावन धरा नागार्जुन नगरपालिका वडा नम्बर 6 यो पावन भूमि, यो पावन धरामा बसेर भगवान शिवजी को पाशुपत क्षेत्रभित्र बसेर गणेश पुराण का सरस सलिललाई पान गर्ने यो सौभाग्य सज्जन, यो सानोतिनो पुण्यको प्रभाव होइन, अनन्य पुण्यको प्रभाव।
जन्म जन्मान्तरको पुण्यको प्रभावले प्रबल भागवत सुन्ने, प्रबल भागवती गंगामा गोता लगाउने सौभाग्य मिल्दछ। भाग्योदयेन बहुजन्म समर्जितेन सत्संगमं च लभते पुरुषो यदा वै अज्ञान हेतु कृत मोह मदान्धकार नासं विदाय हि तदोदयते विवेक। धेरै जन्मदेखि संग्रह गरेको पुण्यको सद्प्रभाव आज यो पितृको आशीर्वाद भनौं, हाम्रा पूर्वजले दिएको आशीर्वाद, भगवत कृपा र पूर्वजको आशीर्वाद नभइकन यो संसारमा केही पनि मिल्नेवाला छैन र मिल्दैन। संसारमा देव यज्ञ र पितृयज्ञको माध्यमबाट हामीले भौतिक सुख र आध्यात्मिक आनन्द उठाइराखेका हुन्छौँ। आज भगवानको अनुपम कृपा भयो, अनुपम आशीर्वाद रह्यो, त जन्म जन्मान्तरदेखि गरिएको पुण्यको प्रभावले आज त्यो पुण्यको घडा भरियो, यो भाग्योदय भयो। सत्संगमं च लभते पुरुषो यदा वै, जब त्यो भाग्योदय हुन्छ नि त्यसपछि सत्संग लाभ हुन्छ। के हो सत्संग लाभ भनेको? सतां सज्जनानां संगः, सज्जनको संगत, ज्ञानी जनको संगत, महापुरुषको संगत, यो नै सत्संग हो। पुण्यको प्रभावले सज्जन व्यक्तिसँग भेटघाट हुन्छ। सज्जन ज्ञानीजनहरू भेटे भने सत्संग प्राप्ति हुन्छ। अनि सत्संग शून्य भने के हुन्छ? अज्ञान हेतु कृत मोह मदान्धकार नासं विदाय तदो दयते विवेक। अज्ञान हेतु कृत मोह मदान्धकार, हामी भित्रको मोह मद मात्सर्य अहंकार जति छन् ती नष्ट हुन्छन् र त्यस्ता सत्संग सत्पुरुषहरूको दर्शन र सत्संगले उदयते विवेक, हामी भित्रको अज्ञानलाई नष्ट गराएर हामी भित्र ज्ञान रूपी प्रकाशको पुञ्जलाई प्रवाह गरिदिन्छ। उदयते विवेक। त गुरुदेव र शिष्यको समागम, जहाँ सत्संग सुधाको प्रवाह, यो दुईटैको संयोग हामीमा मिलेको छ। हामी भाग्यमानी छौँ। त्यही भएर त आज सत्संग लाभ भयो। गणेश पुराणको पावन रसधारा, सज्जन ग्रन्थमा 3 प्रकारका रसधारा हुन्छन् जहाँ त्रिवेणी संगम हुन्छ। एउटा हुन्छ भक्ति, अर्को हुन्छ ज्ञान, अर्को हुन्छ वैराग्य। भक्ति ज्ञान र वैराग्यको वर्धनबाट भगवानको चरण सुधालाई प्राप्ति, भगवानको चरण सान्निध्यता प्राप्ति। जसरी दुईवटा नदी, एउटा नदीको अनुपातमा दुईटा नदी मिसिएको ठाउँमा त्यसको महत्त्व बढ्दछ, त्यसैगरी दुईटाको अनुपातमा तेस्रो नदी मिसिसकेपछि त्यसको महत्त्व झनै बढ्दछ। त्रिवेणी संगम। जस्तै अहिले प्रयागराजमा महाकुम्भ लाग्यो। किन लाग्यो? त्यो त्रिवेणी संगम छ, त्यो तीर्थको राजा हो। गंगा जमुना सरस्वती, यद्यपि त्यहाँ सरस्वती लुप्त छैन, सरस्वती त्यहाँ देखिन्न। सरस्वती भारतवर्षमा एक ठाउँमा मात्र देखिन्छ। त्यो 32 विशाल क्षेत्रबाट अलि माथि गइसकेपछि
त्यहाँनेर सरस्वतीको उद्गम स्थान छ। त्यही मात्र सरस्वती देखिन्छ र शास्त्रको कथन छ सरस्वती लुप्त भएर गंगा र जमुनाको संगममा बीचबाट प्रकट भएकी छन्, जसलाई ब्रह्म तीर्थ भनिन्छ, जसलाई सरस्वती तीर्थ भनिन्छ। त्यही स्नान गर्नका लागि, त्यो अमृत स्नान गर्नका लागि भक्तजनहरूको घुइँचो लाग्यो। 70-80 करोड मान्छेहरूले अहिले प्रयागमा स्नान गरे। प्रयागमा स्नान गर्दाखेरि मन होइन सज्जन, तन पवित्र हुन्छ। यो तन भनेको शरीर हो। शरीर त जहाँ पनि धुन सकिन्छ नि, मन कहाँ गएर धुने त? मन धुनका लागि योग्य ठाउँ चाहिन्छ। मन धुनका लागि कथारूपी गंगा चाहिन्छ अथवा भागवती गंगा चाहिन्छ। त्यही भएर गणेश पुराण रूपी गंगामा गोता लगाएर यो मनमा लागेको कष्मल मेटाउनका लागि, यो मनमा लागेको कष्मललाई पखाल्नका लागि हामी तत्पर भएका छौँ। र वर्षौंदेखि साँचेका संकल्पहरू, सत्संग सुधाको सत्संकल्प आज पूर्ण हुँदैछ। त्यो त्रिवेणी संगममा भक्ति, ज्ञान र वैराग्य 3 धारा छन्। त्यो 3वटा धारामा गोता लगाइसकेपछि त्यो जीवात्माको उन्मुक्ति हुन्छ। त्यही भएर सत्संगमं जलवदे पुरुषो यदा वै ज्ञान हेतु कृतमोहमदान्धकार नासं विदाय हि तदोदयते विवेक। उदयको विवेकको वृद्धि हुने। सज्जन, यो गणेश पुराण 247 अध्यायले परिपूर्ण छ। 247 अध्यायमा प्रत्येक अध्याय, प्रत्येक श्लोकमा भगवान श्री गणेशको पावन चर्चा भएको छ। गणका नायक, गणका अधीश्वर, ब्रह्माण्डका अधीश्वर भएको हुनाले गणेश। गण भनेको जीवात्माका, ईश भनेका मालिक। त्यही भएर गणेश। नमस्तस्मै गणेशाय ब्रह्म विद्या प्रदायिने यस्यागस्त्याय ते नाम विघ्न सागर शोषणे। नमस्तस्मै गणेशाय। त्यसैले ग्रन्थको आरम्भमा भगवान वेदव्यासजी पनि भगवान श्री गणेशको पावन वन्दन गरेर गणेश पुराणको प्रारम्भ गर्नुहुन्छ। मङ्गलाचरण गरेर गणेश पुराणको प्रारम्भ गर्नुहुन्छ। सज्जन, मङ्गलाचरण 3 प्रकारका हुन्छन्। नमस्कारात्मक, आशीर्वादात्मक, वस्तु निर्देशात्मक। नमस्कारात्मक मङ्गलाचरण आफूभन्दा सम्मानित व्यक्तिलाई देख्यो भने हामी हात जोड्छौँ, नमस्कार गर्छौँ। अनि मन्दिरमा गइयो भने भगवानका विग्रहका अगाडि बसेर भगवानको नमन गर्छौँ, नमस्कार गर्छौँ। अनि कसैलाई आशीर्वाद दिनु पर्यो भने त्यहाँ मङ्गल गान गाउँदछौँ, मङ्गलाचरण। मन्दिरमा गइयो भने जहाँ जुन विग्रहको अगाडि उभिन्छौँ त्यही परक भनेको त्यही अनुसारको स्तोत्र गान गर्दछौँ। गणेशजीको मन्दिरमा गइयो भने गणेश वन्दना गर्छौँ। वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। गणेशजीको मन्दिरमा गइयो भने गणेश वन्दना गर्छौँ। राधा कृष्णको मन्दिरमा गइयो भने कृष्णको वन्दना गर्छौँ। शिवजीको मन्दिरमा गइयो भने
नमामि समीशान निर्वाण रूपम विभुं व्यापकं ब्रह्म वेद स्वरूपम् अजं निर्गुणं निर्विकल्पं निरीहं चिदाकाशमाकाशवासं भजेहं। शिवजी को मंदिर में गयो भने शिवजी को आराधना गर्छु, शिवजी के परक श्लोकहरू उच्चारण गर्छु। यो वस्तु निर्देशात्मक। अब नमस्कारात्मक कसैप्रति नीचा अनुसन्धान गर्नु, कसैप्रति झुक्नु। अर्को आशीर्वादात्मक, कसैको टाउकामा हात राखेर आयुष्मान भव भाग्यमानी हुनु। त्यो पनि त एउटा मङ्गल आचरण हो नि। त्यसलाई मङ्गल आशासन मङ्गल आचरण भन्नु। यहाँ तीनैवटा मङ्गल आचरणलाई समेट्नु भएको छ भगवान वेदव्यास महाराजले। यस्यागस्त्यायते नाम विघ्नः सागर शोषणे। जसको नाम मात्र ग्रहण गर्नाले विघ्नः सागर शोषणे, विघ्नको सागर नै जसले सोच्न सक्छ। हाम्रा जीवनमा आउने विघ्नको सागरलाई सोच्ने। हामी घरबाट बाहिर निस्किनु पर्यो भने गणेशजीलाई सम्झिन्छौँ हैन? विघ्न विनायक हो नि त। मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनोहरि मङ्गलाय तनोहर गाउँछौँ नि। घरबाट निस्किने बेला कहीँ टाढाको यात्रा भयो भने किन गएको भन्दा मेरो यात्रामा विघ्न बाधाहरू नआउन्, समस्याहरू नआउन् भनेर हामी भगवानलाई सम्झन्छौँ। त्यो विघ्न विनायकलाई सम्झन्छौँ, गजाननलाई सम्झन्छौँ। निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। सबै कार्य सर्वकार्येषु कस्ता कस्ता कार्य विद्यारम्भे विवाहे च प्रवेशे निर्गमे तथा संग्रामे संकटे सैव विघ्नस्तस्य न जायते। विवाहे प्रवेशे निर्गमे घर प्रवेश गर्दा, घरबाट निस्किँदा, देवयात्रामा, विवाहमा पनि हैन, हरेक पलमा के हुन्छ? मङ्गलगान हुन्छ। त्यस्ता विघ्न विनाशक विघ्न सागर शोषणे। विघ्नका सागरै हाम्रा अगाडि रहेछन् भने जो विघ्नको सागरलाई शोषण गर्न सक्छ अथवा विघ्न हरण गर्न सक्छ, त्यस्ता भगवान श्री गणेशलाई हाम्रो पावन बन्दन। जसलाई शास्त्रहरूले ब्रह्मको संज्ञा दिएका छन्। ओंकारः प्रौढमूलः क्रमपदसहितः छन्दविस्तीर्ण शाखा रेक्पत्रो साम पुष्पो यजुरधिक फलो या समेतो द्विजमधिपगणैः सेव्यमान प्रभाते मध्ये सायं त्रिकालं सुचरित चरितः पातु भो वेद वृक्ष। वेदहरू, श्रुतिहरू, मीमांसाहरू सुचरित चरितः, जसको चरित्रको गान गर्दछन्। ओंकार रूपी जराबाट जसको उद्भव भएको छ। ओंकारः प्रौढमूलः क्रमपद सहित त्यो जराबाट क्रमैले चारवटा वेद उपनिषदहरूको उद्भव भएको छ। छन्द विस्तीर्ण शाखा, जहाँ ऋग्वेद, सामवेद, यजुर्वेद, अथर्ववेद चारवटा वेद, आयुर्वेद, धनुर्वेद, गान्धर्व वेद, स्थापत्य वेद चारवटा उपवेदको उद्भव भएको छ।
त्यस्तो वेद स्वरूप वेदहरूले जसको श्रुतिगान गर्दछन्, कीर्तिगान गर्दछन्, जसको चरणको वन्दन गर्दछन्, त्यस्ता भगवान श्री गणेशको पावनिकल चरणमा पावन वन्दन भनेर यहाँनिर श्री मङ्गलाचरण गर्नुहुन्छ। सज्जन बाबरोगीहरूलाई त्यो रोगबाट निवृत्ति गर्नका लागि गणेशजीको उपासना गणेश हाम्रा पाञ्चायतन देवताहरू छन्, जसमा गणेश, सूर्य, भगवान शङ्कर, त्यसै गरी देवी शक्ति भनौँ, अनि भगवान श्रीमन नारायण, यी चारवटा पाँचवटा देवताहरू चाहिँ वैदिक सनातन धर्मका अग्रज हुन्, वैदिक सनातन धर्मका स्तम्भ हुन्, वैदिक सनातन धर्मका मूलभूत सत्ता। त्यही हुनाले कसैले गणेशको उपासना गर्छन्, गणेशलाई प्रधान मानेर, कसैले शिवजीलाई प्रधान मानेर, कसैले भगवती जगत जननी शक्तिलाई प्रधान मानेर देवीको उपासना गर्ने साधकहरू पनि हुनुहुन्छ। त्यो केही गर्नु पर्दैन, छोडिदिनुहोस्। सज्जन त्यस मध्येमा पनि गणेशजीको पावन वन्दन चाहिँ हरेक यज्ञमा, हरेक अनुष्ठानमा नारायणकै पूजा गरियो भने पनि पहिलो पूजाको रूपमा भगवान गणेशको पूजा हुन्छ। आरम्भमा मङ्गलगान गर्दै गणेशजीबाट सुरु गर्छौँ। श्री गणेशाय नमः। हरेक कार्यमा पहिलो शब्द के आउँछ हाम्रो? श्री गणेशाय नमः। भक्तवत्सल भगवानको त यहाँनिर गणेशजीको पावन वन्दन यसरी गर्नुभएको छ। भगवान वेदव्यास महाराज स्वयं यो लेख्न पनि गणेशजीलाई नै दिनुहुन्छ के ग्रन्थ। जति बनाउनु जे बनाउनुहुन्छ, व्यास विरचिता गणेश लिखिता, व्यास रचना गर्नुहुन्छ, गणेश लेख्नुहुन्छ। त्यस्ता भगवान गणेशको जो गणेशजीकै परक ग्रन्थ बनाइदिनु भएको छ, यो भागवत श्रीमद् भागवत महापुराण र गणेशजीका यो लीलाहरू, गणेश पुराणका प्रसङ्ग अत्यन्तै मेल खान्छ, अत्यन्तै क्रीडाहरू लीलाहरू जे भएका छन् त्यो अनुभव हुन्छ। त गणेश पुराणमा दुईवटा खण्ड छन् सज्जन। दुईवटा खण्ड मध्ये पहिलो खण्ड हो उपासना खण्ड। पहिलो खण्डको नाम हो उपासना खण्ड। यो उपासना खण्डमा 92 अध्याय छ। अनि दोस्रो खण्डको नाम हो क्रीडा खण्ड। भगवान श्री गणेशका लीलाहरू, क्रीडाहरू। क्रीडा खण्डमा 155 अध्याय छ। टोटल मिलाएर कति भयो? 247 अध्याय। र यसमा 5 अध्याय चाहिँ महात्म्य पनि छ। बेलुकाको जो महात्म्यको प्रसङ्ग छ, यसमा 5 अध्याय महात्म्यका प्रसङ्गहरू छन्। वेदव्यास महाराजले अत्यन्तै मेहनत गरेर भक्तजनका मानस पटलमा सुसुप्ति अवस्थामा रहेको कुण्डलिनीलाई जागृत गर्ने ध्येयले यो श्री गणेश पुराणको रचना गर्नुभएको छ। भक्तवत्सल भगवानको, गणेश महाराजको। र यो गणेश पुराण कसले कसलाई सुनायो, कसरी भगवान वेदव्यास महाराजले बनाउनु? सौम्याप्रास नाम गरेको आश्रममा बसेर उहाँले हरेक ग्रन्थहरू लेख्दै 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 जाने क्रममा त आत्मसन्तुष्टि नहुँदै गर्दाखेरि गणेश पुराण नाम गरेको ग्रन्थ रचना गर्नुभएको छ। किनभने भनेको सर्व विद्या निधि तत्त्व, सारा विद्याहरूको निधि भनेको सागर हो गणेश पुराण। विद्या निधि, विद्याको सागर।
अहिले त बाबु तल गर त्यस्ता भगवान श्री गणेश सज्जन जसले स्मरण मात्र गर्दा पनि उसको आत्मकल्याण हुन्छ अरे यहाँ सज्जन बताउनुहुन्छ हामी त भवरोगी छौँ जसरी रोग लाग्दाखेरिमा हामी औषधि खान्छौँ नि त रोग लाग्दा औषधि खाँदा औषधिले रोगलाई निको गर्छ ठिक गर्छ त्यस्तै हामी अर्को रोगी छौँ हाम्रो मनमा पनि एउटा रोग छ त्यो हो भवरोग मेरो घर मेरो परिवार मेरो इष्ट मेरो मित्र मेरो कुल मेरो कुटुम्ब मेरो कोष मेरो खजाना मेरो वैभव मेरो मान मेरो सम्मान मेरो कीर्ति यो के हो मानसिक रोग हो त्यो शरीरमा लागेको रोगमा त ट्याब्लेट खाएर ठिक हुन्छ भाइ अब मनमै रोग लागेपछि के गर्ने हो र त्यो मनको रोगलाई निवारण गर्ने एउटै मात्र औषधि हो भगवत कथा भगवानका कथाले त्यो मनमा लागेको रोग निवारण हुन्छ जब कथा सुन्दै जानुहुन्छ नि एकछिनका लागि भए पनि व्यवहारलाई बिर्सिन्छ परिवारलाई बिर्सन्छ कोही त्यस्तो समय छैन जतिखेर तपाईँले परिवारलाई बिर्सनुको सपना पनि झसङ्ग हुन्छ कहिलेकाहीँ तर यो यस्तो समय हो जतिखेर सबै दुःख पीडा सबै कुरा बिर्सेर परिवारलाई बिर्सेर त्यो चरम बिन्दुमा चरम आनन्दभित्र प्रवेश गर्ने एउटा सौभाग्यको समय हो पुराण त्यो भगवत कथा त सज्जन यस्तो कथा सुन्नका लागि हामी मात्र लालायित भएनौँ नैमिषारण्य नाम गरेको क्षेत्रमा सौनकादि 88,000 ऋषिहरू लालायित भए किननि भनेको यो ओमकार रूपी जराबाट फलेर पाकेर गलेको फल हो निगम कल्पतरोर्गलितं फलम निगम भनेको वेद रूपी कल्प वृक्षमा फलेर पाकेर गलेको फल पृथ्वीमा जन्मेका भगवान प्रति प्रेम गर्ने रसिक महानुभावहरूका लागि यो रसमालयम रसको भण्डार हो तिमी पनि पान गर पिएर हेर जबसम्म खाने पदार्थहरू जिब्रामा स्पर्श गरिन्न तबसम्म स्वाद थाहा हुन्न यहाँ बसेको छ कहिलेकाहीँ रसैबाट हर्र बास्ना त यहाँसम्म आउँछ आहा कस्तो मिठो बास्ना आयो पक्कै त्यो चिज मिठै होला भन्ने लाग्छ मनले माग्छ पनि ओहो है भोक लागेको बेलामा हुनुपर्छ गोविन्द भगवानको तर सज्जन जति मिठो बास्ना थियो खाँदा कहिलेकाहीँ त्यति मिठो नहुन सक्छ नि होइन र जति मिठो बास्ना थियो खाँदा सायद त्यति नमिठो हुन सक्छ मिठो नहुन सक्छ त्यो त जिब्रामा छुवाएपछि मात्र थाहा हुन्छ कति मिठो भनेर त त्यसैले साधक यो गणेश पुराण पनि त्यस्तो पुराण हो चाखेर हेरौँ हामी पनि पान गरेर हेरौँ कति स्वादिलो छ भन्ने कुरा बल्ल थाहा हुन्छ त्यो नैमिषारण्य क्षेत्रमा बसेका सौनकादि 88,000 ऋषिहरू पनि अत्यन्त लालायित भएर बस्नु भएको छ भक्तवत्सल भगवानको बच्चाले कहिलेकाहीँ औषधि खान आनाकानी गर्यो भने कहिलेकाहीँ बच्चाले औषधि खान झगडा गर्यो भने के गर्ने नाक थुन्ने हो काखमा तेर्सो पार्ने नाक थुन्ने मुख दबाउने गर्छ अनि हालिदिने जबरजस्ती अनि नाक दबाइदिएपछि श्वास लिनु पर्यो श्वास लिने बाहनामा घुटुक्क निल्छ रोग ठिक हुन्छ चाहे जानेर खानुहोस् चाहे नजानेर खानुहोस् औषधिले गर्ने असर गर्छ विष हाँसेर खाए पनि मारिदिन्छ औषधि रोएर खाए पनि निको गरिदिन्छ त्यसैले भवबन्धन र भवरोगबाट निवृत्ति गर्ने यो अपूर्व एउटा औषधि हो त्यो भवरोगबाट निवृत्ति हुने अचूक उपाय हो पुराण रूपी ग्रंथ रूपी सुधा यो ग्रंथ रूपी अमृत गणेश पुराण रूपी सुधा गणेश पुराण रूपी अमृत सुधामयोपी क्षय रोग शान्ति सुधा पान गर्नाले भवरोग क्षय भनेको हाम्रो आयु पनि त छेड्छ त्यसलाई क्षय रोग भन्छ क्षय भनेको घट्नु भक्तवत्सल भगवानको
त नैमिषारण्य नाम गरेको क्षेत्रमा 88,000 ऋषिको त्यो जमघटमा फेरि निवेदन गर्नुहुन्छ सौनक आदि ऋषिहरू अब के गर्ने त्यो भगवत अनुपम सुधा पाउनका लागि हामी पनि प्रयत्न गरौँ त्यो नैमिषारण्य क्षेत्र चाहिँ कहाँ रहेछ त्यो नैमिषारण्य क्षेत्र सज्जन भारतको सीतापुर जिल्लामा पर्छ जब कली आयो त्यतिखेर सारा देवताहरू ब्रह्माजीका शरणमा गएछन् भगवान कली आयो अब के गर्ने होला कहाँ जाने होला सबैले विनीत विनय प्रार्थना गरे राम भन्न पाइन कली आयो मुखमा बस्यो राम भन्न पाइन कली आयो मुखमा बस्यो राम भन्न पाइन कली आयो मुखमा बस्यो राम भन्न पाइन राधे सबैले मीठो मीठो ताली बजाउँदै हरि बोल कली आयो मुखमा बस्यो राम भन्न पाइन कली आयो मुखमा बस्यो राम भन्न पाइन मैले कली आयो मुखमा बस्यो राम भन्न पाइन मैले कली आयो मुखमा बस्यो राम भन्न पाइन भक्तवत्सल भगवानको जय हो ऋषिहरूले सुविचार गर्नुभएछ महाराज अब कली आयो के गर्ने होला ब्रह्माजीका शरणमा जानुभयो भगवान कली आएछ अब त्यो कलीबाट निवृत्ति हुनको लागि हामीलाई साधना गर्नको लागि एउटा योग्य भूमि छुट्याइदिनु पर्यो भने भगवान ब्रह्माजीले पनि के गर्नुभएछ एउटा मानस चक्र मनद्वारा परिकल्पित चक्र उद्भव गरेर त्यो भारतवर्षका बीचमा लगेर भ्यालिदिनु भयो महाराज त्यो ब्रह्माजीको मानस चक्र झट्ट एकचोटि आँखा झिम्क्याउँदाखेरि झिमिक्क गर्दाखेरिमा त्यो ब्रह्मलोकदेखि झरेको चक्र गएर त्यो सीतापुरको जङ्गलमा खसेछ महाराज जब त्यो जङ्गलमा खस्यो खसिसकेपछि त्यहाँ एउटा कुण्ड बन्यो जसलाई निमसार भनेर भनिन्छ त्यो निमसार चक्र तीर्थ आज निमिष प्लस अरण्य एक निमेषमा जहाँ गएर ब्रह्माजीको मानस चक्र झर्यो त्यो भूमिको नाम नैमिषारण्य त्यो नैमिषारण्यमा कस्ता कस्ता ऋषि बस्नु भएको थियो बडा ज्ञानी ब्रह्मज्ञानी सौनकादि 88,000 ऋषिहरूको जमघटमा एउटा यज्ञ गर्नुभएछ सहस्र सममासत 1000 वर्षमा पूर्ण हुनेवाला एउटा यज्ञ गर्नुभएछ महाराज सहस्रम सममासत त्यही बेलामा गाईबाट घुम्दै फिर्दै भगवान वेदव्यासजीका परम कृपालु शिष्य
सुतजी महाराजले सभामा प्रवेश गर्नुभयो। आहा, गुरु आउनु भएछ भने स्वागत गरी सत्कार गरी। अब गुरु आउनुभयो, हामी भित्रको अज्ञान समाप्त हुने, गुहानाम अज्ञानानाम अन्धकाराणाम मोक्षयति विनाशयति गुरु भव्य स्वागत गरी। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर गुरुर्साक्षात् परः ब्रह्म तस्मै श्री गुरवे नमः। गुरुर्साक्षात् परः ब्रह्म। गुरु ज्ञान, गुरु ध्यान, गुरु साधना, गुरु उपासना हैन। ध्यान मूलम गुरु मूर्ति, पूजा मूलम गुरु पदम, मंत्र मूलम गुरुर्वाक्यम, मोक्ष मूलम गुरु कृपा। तो सज्जन अत्यंत भलीभांति गुरु को स्वागत करी सत्कार करी। आसन में बसाले पाद्य अर्घ्य अर्पण करी पूजा करी अनि निवेदन करे। सूत सूत महाप्राज्ञ वेद शास्त्र विशारद सर्ववेद्या निधि तत्व भक्तान्यो नोपलभ्यते। सूत सूत महाभाग महाप्राज्ञ, हे ज्ञानी, हे गुरुदेव, सर्वशास्त्र विशारद। हजुर कस्तो हुनुहुन्छ भनेको सर्वशास्त्र विशारद, सारा शास्त्र को ज्ञान राख्ने वाला सर्वशास्त्र निपुण। हे गुरुवर, सारा विद्या को खाने तपाईं हुनुहुन्छ। अब हामी भित्रको ज्ञान मेटाएर हामीमा त्यो ज्ञान रूपी प्रकाश पुञ्ज प्रवाहित गरिदिनुहोस्। आज हजुर जस्तो महापुरुषको दर्शन बडो पुण्यको प्रभावले हामीले पायौं। वयम धन्यतमा लोके जीवितम न सुजीवितम। हामी बडो धन्य रहेछौं, धन्यतमा यो लोकमा भाग्यमानी रहेछौं। जसले हजुर जस्तो महापुरुषको दर्शन गर्दैन, पितृको उपासना गर्दैन, वेद शास्त्रको अनुसरण गर्दैन, त्यसको जीवन बेकार छ। जीवितम सुजीवितम, जीवित छौं त्यसमा पनि धन्य जीवन बाँचेका छौं, किन हजुर जस्तो महापुरुषको दर्शन। हे भगवान, 18 पुराण छन्, 18 पुराणानि, ती सबै सुन्यो। अन्यान्नपि न श्रोतुम इच्छाम्नो वद सत्तमः। उपपुराणहरू पनि सुन्यौ। हे भगवान, अब गणेश पुराण सुन्ने इच्छा छ। यो सत्रमा हजुरले हाम्रो उद्धारका लागि यो दिव्य गणेश पुराण श्रवण गराउनुहोस् भनेर यसरी भूमिका सहित सौनकादि ऋषि वरहरूले प्राप्त गर्नुभयो। त्यसपछि सुतदेवजी महाराज आफ्ना गुरुको स्मरण गर्दै अगाडि बढ्नुहुन्छ, बताउने चेष्टा गर्नुहुन्छ। महाराज अब सुन्ने चाहिँ के त भनेको गणेश पुराण जो सार तत्व छ त्यही नै सुन्ने। ल ठिकै छ। सौनकादि ऋषिवरहरूले यहाँनिर यो निवेदन गर्नुभएको छ, शास्त्र धेरै छन्, विघ्न बाधाहरू प्रशस्त आउँछन् जीवनमा, समय छोटो छ हैन र? अल्पश्च कालो बहुविघ्नता छ, समय थोरै छ, विघ्न बाधाहरू प्रशस्त आउँछन्। हे ऋषि कलिमा कसरी तरलाम, हे ऋषि कलिमा कसरी तरलाम, सजिलो साधन आज्ञा होस्, सजिलो साधन आज्ञा होस्। भन्नुहुन्छ हे ऋषि, कलिकाल आयो, मलाई सजिलो साधन बताइदिनुहोस्, भगवत प्राप्तिको सजिलो उपाय। शास्त्राधिक छ
बेग्न छ धेरै शास्त्र अधिक छ बेग्न छ धेरै सार खिची सब आज्ञा होस् सार खिची सब आज्ञा होस्। मलाई निचोड जसरी दूधलाई मन्थन गरेर के अरे दूधलाई जमाएर दहीलाई मन्थन गरेर त्यसबाट नौनीबाट घिउ त्यो दूधको सारको रूपमा रहन्छ, त्यसै गरी यो शास्त्रको सार शास्त्रको निचोड मलाई बताइदिनुहोस्, किनकि समय अत्यन्तै थोरै छ। गर्छु भन्दा भन्दै बितेको पत्तो हुन्न है। 10 बजे कथा सुरु गर्ने भने 11 बजे बस्ने टाइम टेबलको चाहिँ ख्याल गर्नुपर्छ है हजुरहरूले। म बार भन्छु संसारमा ख्याल गर्ने कुरा धेरै छन्, समय, सन्दर्भ, समाज, स्वास्थ्य, हैन र देश काल परिस्थिति पनि, अनि शास्त्र मर्यादा। देश काल परिस्थितिलाई पनि हेर्ने, शास्त्रको मर्यादालाई पनि उल्लङ्घन नगर्ने, अनि स्वास्थ्यको पनि ख्याल गर्ने, समाजको पनि ख्याल गर्ने, समयको पनि ख्याल गर्ने, सन्दर्भको पनि ख्याल गर्ने। सज्जन समय अत्यन्तै थोरै छ भन्छ। अल्पश्च कालो बहुविघ्नता। अत्यन्तै भावमा निवेदन गर्नुभएको छ, विनय गर्नुभएको छ। सौनक ऋषि भन्नुहुन्छ, कति राम्रो प्रश्न गर्नुभएको हजुरले। साधु प्रेष्टम महाभाग भवद्भि पुण्यकर्मभि साधूनां समचित्तानां मतिर्लोकोपकारिणी। भवद्भिः पुण्यकर्मभि, हजुरको जीवन कसरी बितेको छ रे? पुण्यको कर्मको प्रभावबाट जीवन बितेको छ, त्यो मार्गबाट हजुरको जीवन बितेको छ। भगवद्भिः पुण्यकर्मभि साधूनां समचित्तानां मतिर्लोकोपकारिणी। हजुरको भाव कस्तो छ? स्वभाव साधुको जस्तो। लोकोपकारणम, लोकको उपकारको लागि हजुरहरूको जीवन खर्च भएको छ। हजुरले आफ्नो समग्र जीवन लोक कल्याणको लागि लगाइदिनु भयो। यस्ता साधक महापुरुषहरू हजुर हुनुहुन्छ। आज हजुरहरूको दर्शन गरेर म स्वयं धन्य भएको छु। भगवानको दर्शन गरेर भक्त धन्य हुन्छन्। भक्तको दर्शन गर्न पाउँदा भगवान पनि सन्तुष्ट हुनुहुन्छ रे। आहा, म प्रति अत्यन्त भावुकता भएका, म प्रति झुकाव भएका, लगाव भएका साधकहरू रहेछन्। यिनको दर्शन गर्न पाउनु मेरो अहोभाग्य। अतोऽहं साधुवृत्तेभ्यः कथयिष्ये विशेषतः। त्यही भएर हजुरहरूलाई म विशेष परिस्थितिमा विशेष प्रसङ्गहरू श्रवण गराउँदछु भनेर निवेदन गर्नुहुन्छ। पुराणहरू धेरै छन्, त्यसमा पनि गणेशं नारदीयं च नृसिंहादीन् यथाभिच। गणेशस्य पुराणं यत् तत्रादौ कथयाम्यहम्। त्यस कारणले अत्र आदौ आजको दिनमा मैले हजुरलाई गणेशं कथयाम्यहम्, गणेश पुराणको कथालाई श्रवण गराउँछु भन्नुहुन्छ अत्यन्त गदगद भएर। त सुतदेव स्वामी त गदगद हुनुभयो सौनकादि ऋषिवरलाई कथा सुनाउन पाउँदा। अब म कति गदगद भएँ होला हजुरहरूलाई कथा सुनाउन पाउँदाखेरि। किनकि हजुरहरू जस्तो महापुरुष र महाभागवतको दर्शन नै जीवन हो। जहाँ भगवत प्रेमी महानुभावको चरण पर्छ त्यो भूमि बल्ल तीर्थ हुन्छ। तीर्थको महत्व तीर्थीहरूको पदार्पणले हुने गर्दछ। प्रयागको महत्व किन बढ्यो भन्दा भक्तजनको गमनले बढ्यो भने, भक्त नजाने भने प्रयागको महत्व घट्छ, बढ्दैन। जहाँ भक्त सागरको समागम हुन्छ त्यो भूमिको महत्व घट्छ।
जहाँ सन्त महन्तको चरण पर्छ त्यो भूमिको महत्त्व बढ्छ। त्यो भूमि स्वयं तीर्थ हुन्छ। सारा तीर्थहरू पनि त्यो भूमिमा आउनुहुन्छ जहाँ सन्तको पदार्पण हुन्छ, जहाँ सज्जनको पदार्पण हुन्छ। हामी ती भाग्यमानी। आज सुतदेवजी महाराज भन्नुहुन्छ संसारमा यस्तो हेरे दुःख लाग्छ कहिले के भन्नुहुन्छ, पाखण्डिनाम नास्तिकानां नववेद पापकर्मिणां नित्यत्वान् निर्गुणत्वाच्च अनादित्वाच्च तत्त्वतः। पाखण्डी नास्तिक व्यक्तिहरू छन्, ती पनि यदि गणेश पुराण सुन्दाखेरि मुक्त हुन्छन् भने ती जीवात्माको पनि कल्याण होस् भनेपछि धन्य धन्य। यहाँबाट पृथ्वी जल तेज वायु आकाश पञ्चतत्व पञ्चमहाभूत पञ्चतन्मात्रा जलचर थलचर सारा जीवहरू जसको प्रभावबाट मुक्ति प्राप्त गर्दछ। एकाक्षर ब्रह्मले जो परिपूर्ण अलङ्कृत छ त्यस्तो महापुरुष भगवान श्री गणेशको उपासनाबाट मुक्त हुन्छ भन्नुहुन्छ। ओंकार रूपी भगवान यो वेदादो प्रतिष्ठित यं सदा मुनयो देवा स्मरन्तीन्द्रादयो हृदि। जुन भगवान श्री गणेश मरन्ती स्मरण गर्दछन् कल्ले इन्द्रादयः इन्द्रादिगरीका देवताहरू पनि तिनी भगवान श्री गणेशको पावन वन्दन गर्दछ। ओंकार रूपी भगवान एकाक्षर ब्रह्ममा जो निहित छ जसलाई ओंकार ब्रह्म भनेर शास्त्रहरू सम्बोधन गर्दछन्। ओंकार रूपी भगवान यो वेदादौ प्रतिष्ठित। वेदादौ वेद आदि गरीका ग्रन्थहरू जसमा प्रतिष्ठित छन्, जसलाई आफ्नो उद्गम स्थल मान्दछन्, त्यो वेद रूपी ओंकार रूपी जराबाट भएका वेद जुन भगवान श्री गणेशको पाद वन्दन गर्दछन् त्यो एकाक्षर ब्रह्म नै भगवान गणेशको प्राप्तिको मन्त्र हो, जसलाई एकाक्षर मन्त्र भनिन्छ। यसलाई घण्टको नाद जस्तो उच्चारण गर्नु अरे। ठुला ठुला मन्दिरहरूमा ठुला ठुला घन्टी झुन्ड्याएको हुन्छ, त्यो घन्टी गएर हामी बजाउँछौँ अनि मन्दिर परिक्रमा गर्दाखेरि त्यो घन्टी टुई आवाज छोडिराखेको हुन्छ। त्यो घण्टको नाद जस्तो गरेर प्रणव ब्रह्मको एकाक्षर ब्रह्मको चिन्तन गरेर भगवान श्री गणेशलाई मनुष्य प्राप्त गर्न सक्दछ। त्यो गणेश प्राप्तिको लागि भगवान ब्रह्मसत्तात्मक भगवान श्री गणेशको उपलब्धिको लागि अथवा प्राप्तिको लागि अत्यन्त उपयुक्त साधन हो। सज्जन, श्री गणेशजीका पावन मन्त्रहरूले भरिएको गणेश पुराण श्रवण गराउने एउटा ध्येय राख्नुहुन्छ। त गणेशको स्मरणको साथसाथै एउटा मिठो गुरुवन्दन हाम्रो माधव दाईले सुनाउनुहुन्छ र गुरुवन्दनको साथसाथै हामी फेरि प्रसङ्गलाई अगाडि बढाउँदछौँ। यहाँ सौनकादि ऋषिवरहरूले गुरुलाई प्राप्त गरेपछि गुरुको पावन चरणको वन्दन गर्नुभएको छ, त्यही भावलाई हामी समेटेर गुरुवन्दन गरौँ। भक्तवत्सल भगवानको, सद्गुरुदेव भगवानको, सद्गुरुदेव भगवान को, राधरमण भगवान को, गुरुमा। सज्जन, सौनकादि 88,000 ऋषिवरहरूले सुतदेवजीको पनि परम पुनीत सम्बोधन गर्नुहुन्छ, पावन वन्दन गर्नुहुन्छ। त्यसपछि सोध्नुहुन्छ, गुरुदेव अब हामीलाई गणेश पुराणका सरस सुधाहरू सरस व्याख्या गर्नुहोस्। मयूरकेश कथयाम तेसादारा ससत्तमा श्रूयतामस्य महिमा सोमकान्त प्रसंगत। गणेश पुराण अत्यन्त श्रेय महाराज, जसले गणेश पुराण जीवनमा सुने त्यसले भौतिक 4 प्रकारका पुरुषार्थलाई सिद्ध गर्छ भन्नुहुन्छ। के हुन्छन् संसारमा 4 प्रकारका पुरुषार्थ?
आध्यात्मिक आदिदैविक आदि भौतिक तापलाई समन गर्दै धर्म अर्थ काम मोक्ष चारवटा पुरुषार्थ सिद्ध गराउने के माध्यम छ भने त्यो गणेश पुराण। विद्यन्ते धर्मादयः पुरुषार्था येषु ते वेदाः। संसारमा जन्मेर मनुष्यले चारवटा पुरुषार्थ सिद्ध गर्नुपर्छ। चारवटा गर्न सकेन भने पनि कम्तीमा एउटा चाहिँ गरोस्। त संसारले भन्छ हो फलानु पुरुषार्थी रहेछ। चारवटा के भए? धर्म। पहिलो त धर्मवादी बन, धर्म कमाऊ, धर्म गर। त्यसो गर्यो भने तिम्रा भौतिक सुखका लागि आय स्रोतका बाटाहरू बन्छन्, आय स्रोतका मार्गहरू बन्छन्, अर्थका बाटाहरू बन्छन्। धर्म कमाउनु एउटा पुरुषार्थ, पैसा कमाउनु अर्को पुरुषार्थ। कसैले टन्न पैसा कमायो भने वाह फलाना छोरो भन्छ, पुरुषार्थी रहेछ हैन, पुरुषार्थ गर्यो। पैसा कमाउनु पनि पुरुषार्थ रहेछ है। धर्म कमाउनु पहिलो पुरुषार्थ, पैसा कमाउनु दोस्रो पुरुषार्थ। अर्को विषय भोग गर्नु। विषय भोग गर्न अर्थ चाहियो, अर्थले विषय तृप्ति गर्ने हो। भौतिक सुख सुविधा भोग्न जान्नु एउटा पुरुषार्थ रहेछ। अनि यो संसारको भौतिक सुख सुविधा भोगेर अन्तिममा भगवत गतिलाई अवलम्बन गर्नु अथवा भगवत गति प्राप्त गर्नु, मोक्ष साधनलाई सिद्ध गर्नु, यो चौथो पुरुषार्थ रहेछ। त्यो चारवटा मध्ये एउटै गर्न सकेन भने त्यो निकम्मा काम छैन। कि त पैसा कमाऊ, कि त धर्म कमाऊ, कि विषय भोग संसारको भोग विलासमा रमाऊ अथवा त्यसलाई सहज ढङ्गले स्वीकार गर र अन्तिममा मोक्ष प्राप्त गर। चारैवटा गर सक्दैन भने एउटा चाहिँ गर। अब एउटा गर्यो भने बिस्तारै सबै चिजहरू सम्मिश्रण हुँदै आउँछन्। कसरी? धर्म कमाइयो भने अर्थका बाटाहरू बन्छन्, भगवानले बनाइदिनुहुन्छ क्या। किनभने यो संसारमा दान गरेर धर्म गरेर गरिब कोही भएको छैन, छँदै छैन, पक्कै छैन। त्यस्तो इतिहासै छैन अहिलेसम्म। जुवा खेल्ने बरु सबै सकेर गरिब भएको कङ्गाल भएका इतिहासहरू होलान्। क्यासिनो जानेहरू बानेश्वरका 2-4वटा घर हार्ने पनि छन् यहाँ। बाउले कमाएको जोडेर राखेको सम्पत्ति सखा बनाउने पनि छन्। तर धर्म गरेर पशुपतिमा माग्न बस्ने चाहिँ अहिलेसम्म भेट्या छैन। धर्म गर्यो भने अर्थका बाटाहरू भगवानले बनाइदिनुहुन्छ। अर्थ कमायो भने धर्ममा नि त लाग्छ नि त। गणेश पुराण लगाइयो, यो आरम्भ भयो त, यो नभए त हुँदैन थियो होला नि। अर्थले धर्म कमाउने भइयो। हिजो धर्म कमाएको थियो होइन, अर्थ कमाइयो, त्यही अर्थ आज धर्ममा लगानी गरियो। यो धर्मले फेरि अर्थका बाटाहरू बनाउँछ, एक अर्काका परिपूरक भयो। धर्म अर्थ। अर्को काम। काम भनेको विषय। संसारको सुख सुविधा भोग्नु, सम्पत्ति कमाउनु पर्यो। सम्पत्ति कमाए सुख सुविधा भयो, सम्पत्ति कमाएन भने सुख सुविधा भएन। काम भयो। अर्को मोक्ष। धर्म कमाइयो भने मोक्ष पाइने भइयो, अर्थ कमाए विषय भोग्न पाइने भइयो। चारैवटा पुरुषार्थ आयो कि आएन क्रमैले। अन्तिममा चाहिँ के हो? अन्तिम पुरुषार्थ भनेको मोक्ष। साडी लाउँदैमा स्त्री हुने, दौरा सलवार लगाउँदैमा चाहिँ पुरुष हुने होइन। पुरुष हुनको लागि पुरुषार्थ गर्नुपर्छ। चाहे साडी लगाओस्, चाहे दौरा लगाओस्। भक्तवत्सल भगवानको यो चारवटा पुरुषार्थ केले सिद्ध गर्छ सज्जन? चारवटा पुरुषार्थ गणेश पुराणले सिद्ध गर्छ, ग्रन्थले सिद्ध गर्छ, भगवत कथाले सिद्ध गर्छ। वैदिक सनातन धर्ममा 5वटा सम्प्रदाय छ। गाणपत्य पहिलो सम्प्रदाय हो। गणेशको उपासना गर्ने पद्धति पहिलो सम्प्रदाय हो, गाणपत्य सम्प्रदाय। दोस्रो सम्प्रदाय हो शौर्य सम्प्रदाय, सूर्यको उपासना गर्ने पद्धति दोस्रो सम्प्रदाय हो। तेस्रो शैव सम्प्रदाय, भगवान शंकरको उपासना गर्ने पद्धति तेस्रो सम्प्रदाय हो। चौथो शाक्त भनेको शक्तिको उपासना गर्ने, देवीको उपासना गर्ने। र पाँचौं वैष्णव सम्प्रदाय, भगवान श्रीमन्नारायणको उपासना गर्ने पद्धति। यसरी क्रमैले बनेका छन्।
सबै श्रेष्ठ छन् आफ्नो ठाउँमा। ग्रन्थमा कदाचित सुन्दाखेरि भिन्नता अनुभूति हुन्छ तर भागवतले नारायण तत्त्वको विश्लेषण गर्नु, गणेश पुराणले गणेश तत्त्वको विश्लेषण गर्नु, नारद पुराणले गणेशलाई तत्त्व मानेर विश्लेषण गर्नु, अन्तिममा निचोड बिन्दु चाहिँ एउटै हो, त्यो हो भगवान्, भगवत तत्त्व, ब्रह्म तत्त्व। त्यो ब्रह्म तपाईभित्र पनि विद्यमान छ, निहित छ, मभित्र पनि विद्यमान छ, निहित छ। त्यही ब्रह्मलाई साधन गर्ने, त्यही ब्रह्म प्राप्ति, एको ब्रह्म द्वितीयो नास्ति कश्चित् भन्ने भावनालाई सार्थक र सिद्ध गर्नका लागि तपाईँ हामी उपासना गर्दछौँ, साधना गर्दछौँ। भक्तवत्सल भगवानको त्यसैले अगाडि बताउनुहुन्छ गणेशाख्य पुराणस्य श्रवणे द्विजसत्तमा मया येषां न संसारे न दारापत्यभूमिषु। व्रत यज्ञ दान तपस्या उपासना भाग्यमानी साधकहरूले मात्र प्राप्त गर्छन्। गणेश पुराणको श्रवण, गणेश पुराणको चरित्र ती भाग्यमानी साधकले मात्र प्राप्त गर्न सक्दछन्। सज्जन ठुला ठुला कष्टहरू निवृत्ति हुन्छन्, दुःख निवृत्ति हुन्छन् गणेशका नामबाट, गणेशको उपासनाबाट। यस विषयमा एउटा म मिठो कथा सुनाउँछु भन्नुहुन्छ। सौराष्ट्रे नगरे देवनगरे सोमकान्तो भवन् नृप वेदशास्त्रार्थ तत्त्वज्ञो धर्मशास्त्रार्थ तत्पर। एकजना सज्जन सौराष्ट्र नाम गरेको देशमा देवनगर नाम गरेको एउटा सहर रहेछ। कहाँ? सौराष्ट्र देशमा देवनगर नाम गरेको एउटा सहरमा एकजना राजा शासन गर्नुहुन्थ्यो महाराज। उहाँको नाम हो सोमकान्त। धार्मिक हुनुहुन्थ्यो, ज्ञानी हुनुहुन्थ्यो, वेद शास्त्रार्थ तत्त्वज्ञ। वेदको शास्त्रलाई सारलाई बुझेको, तत्त्वलाई बुझेको, धर्मज्ञ ज्ञानी, धर्ममा तत्पर भएको साधक। धर्म नै जसको जीवन छ, धर्म प्राण, यस्ता महापुरुष हुनुहुन्थ्यो राजा सोमकान्त। उहाँका अगाडि पछाडि घुम्ने तत्त्वहरूको व्याख्या गरेर साध्य छैन। हजारौं रथ लिएर योद्धाहरू उहाँका अगाडि पछाडि घुम्ने गर्दथे। नागहरू उहाँका अगाडि पछाडि घुम्दछन्, रथीहरू महारथीहरू उहाँका अगाडि पछाडि घुम्दछन्। सज्जन तर जाय जस्तो स्रोत साधन सुख सुविधा भोग गरे पनि राजा निचोडमा के हुनुहुन्थ्यो? ज्ञानी हुनुहुन्थ्यो, साधक हुनुहुन्थ्यो। त त्यस्ता साधक राजा सोमकान्त धर्मवीर। प्रजाहरू अत्यन्त खुसी थिए राजाका साथमा। महारानी हुनुहुन्थ्यो सुधर्मा। महारानीको नाम सुधर्मा। जसले सत धर्मको आचरण गर्दछ उसको नाम हो सुधर्मा। जसले सत्य शास्त्रको अनुसरण गर्दछ उसको नाम हो सुधर्मा। जसले सत्य पथको अनुसरण गर्दछ उसको नाम हो सुधर्मा। जसले वेद परक मार्गको अवलम्बन गर्दछ उसको नाम हो सुधर्मा। सोमकान्त राजा की पत्नी को नाम थे सुधर्मा महाराज। बड़ा आनंद थियो, राज्यमा खुसी थियो, वैभव थियो, प्रजाहरू खुसी थिए, आनन्दमा रमाउँदथे। जहाँ गए पनि भगवानका संकीर्तन भइरहेका छन्, भजन भइरहेका छन्, आनन्द रमाइरहेका छन् सबै साधकहरू। गणेश पुराण भगवानको पावन अंश हो। पुराण भगवानको पावन अंश हो। मोक्ष गति पाउन सक्छ
धर्म गर्छ जो गणेश पुराण भगवानको पावन अंश मोक्ष गति पाउन सक्छ धर्म गर्छ जो गणेश पुराण भगवानको पावन अंश मोक्ष गति पाउन सक्छ धर्म गर्छ जो सिद्धि विनायक भगवान को राजा अत्यंत धार्मिक हुनुहुन्थ्यो भगवान श्री गणेश को अनुयायी हुनुहुन्थ्यो साधक हुनुहुन्थ्यो आफ्नो बल बुद्धि विवेक सबै प्रयोग गर्नुभएको छ ज्ञानी जनहरूमा यसो हेर्यो भने बृहस्पति जस्तो ज्ञानी धनवानमा हेर्यो भने कुबेर जस्तो धनवान अब आप भन्ने चीजै छैन राज्यमा यज्ञानुष्ठान हुन्छन् बेला बखतमा गीताजीमा भगवानले भन्नुभएको छ क्या चौथो अध्यायमा अन्नाद् भवन्ति भूतानि पर्जन्याद् अन्न सम्भव यज्ञात् भवति पर्जन्य यज्ञ कर्म समाधिना यज्ञले दूषित जलवायुलाई शुद्धिकरण गर्छ वायुमण्डललाई शुद्धिकरण गर्छ जलवायु प्रदूषणलाई नष्ट गरिदिन्छ बादलको विकास हुन्छ जलको वर्षा हुन्छ माटोमा उर्वरा शक्ति बढ्छ अनि अन्न औषधिहरूको वृद्धि हुन्छ सज्जन यज्ञात् भवति पर्जन्य यज्ञ कर्म समाधिना यज्ञात् भवति पर्जन्य अनि पानी चाहिँ केले पर्छ नि भनेको यज्ञले पर्छ महाराज यज्ञ भयो भने पानी पर्ने भन्नु भगवानले गीताजीमा भनेको कुरा बताएन यज्ञ कर्म समाधिना राजाका दरबारमा सबै कुरा छन् संसारमा यज्ञ हुन्छन् अनुष्ठान हुन्छन् सहनशीलतामा माता पृथ्वी जस्तो हुनुहुन्छ रे राजा मातृवात्सल्यताले भरिपूर्ण हुनुहुन्छ प्रजाहरूमा औरस पुत्रको समान प्रेम गर्ने अनि राष्ट्रका व्यक्तिहरू पर राष्ट्रमा रहेका व्यक्तिहरू पनि राजालाई कर बुझाउन आउँछन् राजाहरू स्वयं अरू राज्यका राजाहरू राजालाई स्वयं कर बुझाउन आउँछन् महाराज 5 वटा अमात्यहरू राजाको सल्लाहकार छन् ती 5 मध्ये क्षेमंकर महाअमात्य ज्ञानगम्य सुबल आदि गरीका अमात्यहरू राजाको सल्लाहकार छन् सबै ठाउँमा प्रसिद्धि छ आनन्द से सुख छ समृद्धि छ उनकी धर्मशीला पत्नी सुधर्मा पतिव्रता थिइन् महाराज नारीको सर्वस्व पति हो भन्ने भावले आफ्ना पतिको सेवा गरेका थिइन्
सेवने हरनि संभरतुर वचने चरता सदा हेमकण्ठ इति ख्यात पुत्रो भूद अनयो शुभ। त भगवानको कृपा पनि भयो जीवनमा। गारस्थ धर्म पूर्ण गर्नका लागि सन्तान चाहिन्छन्। गारस्थ धर्म अधुरो हुन्छ सन्तान बिना। सरकार त्यसमा पनि सन्तानमा दुवै पक्ष चाहिन्छन्। पुत्र पनि चाहिन्छ, पुत्री पनि चाहिन्छ। पुत्रले वंश वृद्धि गर्छ, पुत्रीले कीर्ति र सम्मानको वृद्धि गर्छन्, ऐश्वर्यको वृद्धि गर्छन्। सन्तान र पुत्र प्राप्ति भयो एउटा। अब गारस्थ पूर्ण भयो। हेमकण्ठ नाम गरेको पुत्र जन्म्यो। पिताजीले हेमकण्ठ नाम राख्नुभयो। हेमकण्ठ किन भनेको? हेम भनेको स्वर्ण, सुन, जसको घाँटी पहेँलो चम्किन्छ। जसको घाँटी पहेँलो चम्किन्छ उसको नाम हो हेमकण्ठ। भक्तवत्सल भगवानको हामीलाई त रातो ल्याएर भिराइदिएछ, कता पहेँलो चम्किने हो र। पहेँलो लगाइदियो अब पहेँलो चम्किनु। हेमकण्ठ नत्र हामी पनि हेमकण्ठ हुन्थ्यौँ नि होइन। हेमकण्ठ नाम गरेको छोरो। हेमकण्ठ इति ख्यातो पुत्रो भूद अनयो शुभ। मङ्गलगान भई छोरो जन्म्यो, खुसीले छ, रमाइले छ, जीवन अत्यन्त आनन्द रमेकै छ, झुमेकै छ। महाराज निवेदन गर्नुहुन्छ अगाडि बढ्दै, सबै वैभवले छर्लङ्ग हुँदाखेरि पनि अनेक प्रकारका धर्मले व्याप्त हुँदा हुँदै पनि अचानक जीवनमा कहिलेकाहीँ त्यस्ता असहज परिस्थितिहरू आउँछन्। सधैँ सुख हुँदैन सज्जन जीवनमा, हुन्छ र? सुख आवे दुख जावे, दुख आवे सुख जावे, आते जाते सुख दुख में हम मस्त रहते हैं। दुख आउँछ सुख जान्छ, सुख आउँछ दुख जान्छ। पालै पालो क्या, एकैचोटि दुईटै आउँदैन कहिले पनि। सुख आउँछ दुख जान्छ, फेरि दुख आउँछ सुख जान्छ। तर त्यो दुईटैको आगमनमा जो खुसी हुन सक्यो वास्तवमा त्यो नै परमार्थी। त्यसले संसारको सबै कुरा लुट्यो। जीवन सधैँ एकनासका हुन्छ। पाण्डवहरूले पनि बिचरा 12 वर्ष वनवास बस्नु पर्यो। भगवान त्रैलोक्य नायक भगवान श्री रामचन्द्रले 14 वर्ष वनको जीवन व्यतीत गर्न पर्यो। ती कुन्ती महारानीले जब महाभारतको युद्ध लडेर जब त्यो वैभव प्राप्त गरेन्, त्यतिखेर भगवान कृष्णले भन्नुभयो, फुपू अब त तपाईको जीवनमा अमन चयनको व्यवस्था आयो। अब आनन्दले सुख भोग गर्नुहोस्। राजमाता भएर इन्द्रप्रस्थको शासनमा पुत्रहरूलाई टेवा दिनुहोस्, आशीर्वाद दिनुहोस्। माता कुन्तीले आँखाबाट बर्र आँसुका लहरा बगाउनु भयो। भगवान मलाई यो सुख सुख लागेन, किन म परमार्थ विहित भएँ। दाइ यो धूप चाहिँ यहाँ बाल्दैन भन, त्यो धूप यहाँ बाल्न पाइँदैन, यसले धेरै गाह्रो भएको छ है, यो बाल्ने होइन। यहाँ भक्तवत्सल भगवानको बाल्न मन लाग्यो भने बाल्ने, हवन कुण्डमा लगेर राखिदिने। महारानी कुन्ती भन्नुहुन्छ, भगवान कृष्ण त्वदीय पद पंकज पंजरान्ते अद्वैव मे विसत मानस राजहंस प्राण प्रयाण समये कफवात पित्ते कंठावरोधन विधौ स्मरणं कुतस्ते। भगवान हजुरको त्यो चरण रूपी पिञ्जडामा यो दासीलाई बन्द गर्नुहोस्, किनकि बुढेसकालमा हजुरको चिन्तन कीर्तन भजन हुँदैन, गला अवरुद्ध हुन्छ, कफवात पित्त रोग व्याधि। र मलाई जीवनमा सुख होइन दुखै दुख दिनुहोस्, किनकि सुखमा म हजुरलाई सम्झिन्न, मलाई हजुरको याद आउँदैन, किनकि सुखमा म आफै रमाइरहेको हुन्छु।
सुख पायो भने मान्छेले भगवानलाई याद गर्थे, दुःख पायो भने हे भगवान भन्छ, खोइ गर्छ, लामो सास फेर्छ, दुःखमा हजुरको याद हुन्छ। त्यसैले विपदः सन्तु न शश्वत तत्र तत्र जगद्गुरो। जहाँ विपत्ति छ त्यहाँ त्यहाँ हजुरको निवास हुँदो रहेछ। मैले 12 वर्ष वनवास र 1 वर्ष अज्ञातवास बस्दाखेरि हजुरबाट कहिले अलग भएन, हजुरबाट मेरो साथ कहिले छुटेन। जब आज मैले हस्तिनापुरको साम्राज्य पाएँ नि, आज हजुरबाट म अलग हुने अवस्था आयो, बेला आयो। हजुर मलाई छोडेर द्वारावती जाँदै रहनुहुन्छ। त्यसैले भगवान जीवनमा सुख होइन, दुःख नै जीवनको सबल पाटो हो। दुःखले मनुष्यलाई जिउन सिकाउँछ, दुःखले मनुष्यलाई बाँच्न सिकाउँछ, दुःखले मनुष्यलाई व्यवहार सिकाउँछ, दुःखले मनुष्यलाई सरलता सिकाउँछ, दुःखले सर्वस्व सिकाउँछ। त्यसैले मलाई दुःखै हुँदैछ। समय त्यस्तो आउँदो रहेछ कदाचित। आज सोमकान्त राजाका जीवनमा पनि अत्यन्त विकराल परिस्थिति खडा भयो। राजा बडा दुखी हुँदै निवेदन गर्नुहुन्छ, कसले आँखा लायो सुख सबै बिलायो, आँखा लायो सुख सबै बिलायो। कसले आँखा लायो सुख सबै बिलायो, कसले आँखा लायो सुख सबै बिलायो। आरम्भ गरौँ है। लायो सुख सबै बिलायो, कसले आँखा लायो सुख सबै बिलायो, 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 सुख सबै बिलायो। कसले आँखा लायो सुख सबै बिलायो, कसले आँखा लायो सुख सबै बिलायो। महाराज आज राजाको जीवनमा थाहा छैन कसले आँखा लगायो, सुख सारा गए महाराज। के भएछ नि त्यस्तो भनेको, आज अचानक राजालाई कुष्ठ रोग लाग्यो महाराज।
भयंकर विकराल रोग लाग्यो शरीरका अङ्गहरू गल्न थाले शरीरमा किरा पर्न थाल्यो शरीर सड्न थाल्यो हिजोसम्म सबै कुरा थियो वैभव थियो धन थियो दौलत थियो परमार्थ थियो सुख थियो सबै चीज थिए महाराज तर आज अचानक के भयो ती सारा सुखहरू समाप्त भए सारा शरीर के भएको छ आज हेर्नुस् त दुःख सागर मग्नो भूत अप्लवो जलदो यथा वेदना मलबद बन्ही भुजिङ्गेने वदंसितः महाराज यसरी कुष्ठ रोगले व्याकुल भएका राजा सोमकान्त गहन दुःखको सागरमा चुर्लुम्म डुबे अरे महाराज वेदनाको अलबद त्यो सागरमा डुबे महाराज पूय शोणितवान राजा कृमिभिर्भ्यु वलीकृतम किराहरू परेको छ शरीरमा कृमिभिही पिप्र रगत शरीरबाट बग्न थाल्यो काहीँनिर उभानो अङ्ग छैन रानी राजालाई हेरेर आँखाबाट बलिन्द्र धारा आँसु बगाउँछिन् रुन्छिन् विलाप गर्छन् राजा विचार गर्छन् धिक्कार हुन्छ यस्तो शरीरले के शासन गर्नु अब छोरालाई राज्य शासन दिएर म त जङ्गल जानुपर्छ धिङ्मे राज्यञ्च रूपञ्च धिक्बलं जीवितं धनं केनेदं कर्मबीजेन व्यसनं समुपस्थितः धिक मे राज्यञ्च रूपञ्च मेरो राज्य अधिकार छ म जस्ताले गरेको राज्य अधिकार छ धिक्बलं जीवितं मेरो बल बेकार छ मैले बाँच्नु बेकार छ आज अरूको नजरमा म अत्यन्त घृणित भएको छु सबैले मलाई देखेर घृणा गर्छन् परपर सर्छन् म के गरौँ कहाँ जाउँ कान्त्या सोमोजितो येन सोमकान्तस्ततो भवते येन मे साधवोदीनां क्षत्रियाश्रमापि येन मे निर्जिता वाडे शत्रभोगोररूपिणाम् मैले हातमा उठाएर बाण चलाउँदाखेरि मेरो बाणको टङ्कार सुनेर मेरा शत्रुहरू थर्र काम्दा थिए आज तिनै मलाई घृणित नजरले हेर्दैछन् दूषित नजरले हेर्दैछन् पालिता पुत्र बच्चान पदालोकस्तदा परे मैले पालना गरेका प्रजाहरू मलाई देखेर घृणा गर्छन् म नजिकै गएँ भने हो मलाई देखेर छिछि र दुरदुर गर्छन् धिक्कार यस्तो जीवन के बाँच्नु अब बाँच्न होइन भनेर आत्महत्या पनि त गर्न सकिन्न नि महाराज ठिकै छ छोरालाई राज्य दिने सम्यगाराधितो देवः परमात्मा सदाशिव येन मे सकला पृथ्वी कर्ता स्ववशवर्तिनी यो सारा जगत भगवानको अधीनमा छ यहाँ कसको के लाग्छ र त्यसैले अब म के गरौँ मैले के गरेछु जीवनमा यो कुकर्म चाहिँ आश्चर्य लाग्छ राजा सम्झिन्छन् म भगवान शिवजीको भक्त भगवान श्री गणेशको पनि मैले जीवनमा आराधना नगरेको होइन भगवान नारायणको पनि मैले आराधना जीवनमा नगरेको होइन दान यज्ञ दया धर्म सबै गरेको तर पनि आज परिणाम वृद्धावस्थामा यो दुर्दशा भयो मैले दुष्टको सङ्गत पनि जीवनमा गरिनँ प्रजाहरूलाई पनि राम्ररी पालन पोषण गरेको छु अब म के गरौँ न मेरा राज्यैर्न दारैर्वा जीवितेन श्रियापि वा इदानीं न प्रदर्शिष्ये मुखं लोके कथञ्चन अब यो अनुहारमा आफ्ना प्रजालाई देखाउँदिन भनेर आफ्ना छोरा मणिकण्ठलाई बोलाउनु भयो नजिकमा 5 वटा अमात्य सल्लाहकारहरू थिए ती 5 वटा अमात्यलाई पनि बोलाउनु भयो जङ्गलमा गएर जति बाँच्छु जति समय भगवानको मलाई कृपा होला म जङ्गलमा गएर बस्छु भनेर राजा जङ्गल जानका लागि आफ्ना अमात्यहरूसँग सल्लाह गर्न लाग्नुभयो सज्जन हाम्रो समयको टाइम टेबल अलि मिलेको छैन मैले निवेदन गरिराखेको छु आज यो प्रथम दिवसको पहिलो सत्रमा थियौं अब भने हामी आरती गर्ने